विगत केही समयदेखि मलाई फिस्टुलाले साह्रै सताइरहेको थियो अनि मैले पहिला पनि अपरेसन गरेको थिएँ। यो मेरो दोस्रो पटकको अपरेसन हो र आज अपरेसन गर्न जाँदैछु मलाई साथी दिनको लागि हाम्रो जामा लाउने नवराज सर पनि हुनुहुन्छ। मैले चाहिँ यो फिस्टुलाको अपरेसन क्लिनिक नियोमा गरेको हुँ। यो चाहिँ लोकन्थलीमा चाहिँ यहाँ हाम्रो रोमी डाक्टर साहब हुनुहुन्छ, रोमी दाहाल। उहाँले चाहिँ एकदमै सरल तरिकाले एकदमै फ्यामिलियर एउटा पारिवारिक उसमा चाहिँ उहाँले ट्रिटमेन्ट गर्नुहुन्छ। यहाँको मलाई सुविधाहरू, यहाँको चिजहरू चाहिँ सबै मलाई राम्रो लागेको छ। भनौँ न सेवाग्राहीदेखि लिएर सबै कुराहरू, त्यो भएको कारणले मैले फेरि पनि पुनः यही ठाउँमा अपरेसन गराउनको लागि चाहिँ आएको हुँ। अपरेसनको लागि चाहिँ यहाँ चाहिँ सुई लगाएर ब्लड निकाल्दैछु, तर नसा भेटियो, रगत चाहिँ भेटिया छैन। यो दोस्रो पटक अपरेसन गर्दैछु। पहिलो पटक के हो अब दोस्रो पटक राम्रो हुन्छ कि भन्ने आश छ। हेर्दै जाउँ। गलबन्दी सरको अपरेसन छ आज। अब यो दोस्रोचोटिको अपरेसन हो। अग्रिम शीघ्र स्वास्थ्य लाभको कामना। थ्याङ्क यू। यो जिन्दगीभरि आज बाहेक, आज त एक्सिडेन्ट गर्नु परेको, आज बाहेक उहाँको शरीरमा सुई पनि नपरोस्। धन्यवाद, थ्याङ्क यू सो मच। एकदमै धेरै धेरै धन्यवाद। उहाँले भने जस्तो होस्। रगत ननिस्केर 3-4 ठाउँमा सुई हाल्यो, बल्ल बल्ल रगत निस्क्यो। अब ढाडमा सुई हाल्नु बाँकी छ। कतिवटा हाल्छ? 3-4वटा, कतिवटा हाल्छ? कतिवटा हाल्छ सर सुई? सुई त कति गोचे रट्याउने सुई अब ढाडमा कतिवटा? खोइ थुप्रै ल्याएछ एक बट्टामा। सामानहरू यहाँ छ। यो फिस्टुला भन्ने चाहिँ शत्रु दुश्मन कसैले नहोस्, साह्रै दुःख बनाउँदो रहेछ। अब एकचोटि पहिल्यै अपरेसन गरेको थियो साउनको 4 गते, आज वैशाखको 14 गते आज फेरि बोल्छु। यो चाहिँ शत्रु दुश्मनलाई पनि नहोस् यार, यत्रो गाह्रो बनायो। योपालिको चाहिँ अपरेसन राम्रो होस्, यही कामना छ। सबैजनाले प्रे गरिदिनु होला, मेरो लागि प्रार्थना गरिदिनु होला। साह्रै दुःख पाइयो यार।